यो गोलबजार नगरपालिका वडा नम्बर 1 को आन्द्रा जाने यो बाटो हो, जुन बाटो चाहिँ एकदमै अहिले गोलबजार नगरपालिकाको दुर्लभ बाटोभित्र पर्छ। अहिलेसम्म पनि यहाँ सडक बनेको छैन। यो सडक चाहिँ खास गरी सडक हुनुपर्ने हो, तर यो सडक नभएर यो चाहिँ एउटा सानो गल्ली जस्तो छ, जहाँ गोलबजार नगरपालिका वडा नम्बर 1 को आन्द्रा भन्ने गाउँ हुँदै बलडाँडा, चारघरे, मुक्सार हुँदै जाने यो बाटो हो। यो बाटोको हालत, दुईटा मोटरसाइकल पनि यहाँ छिर्न गाह्रो छ हैन। तर अहिलेसम्म पनि यो बाटो चाहिँ बनाउनु पर्छ भन्ने स्थानीय सरकारको ध्यान पुगेको छ जस्तो लाग्दैन। यस्तो सानो गल्छेडी छ। यहाँ दुईटा मोटरसाइकलले पनि साइड दिने ठाउँ छैन। यति साँघुरो बाटो छ, यो आलीको बाटो जस्तो छ। आन्द्रा गाउँका युवाहरू अथवा बुढा बुद्धिजीवीहरूले चाहिँ बुढापाका बुद्धिजीवीहरूले चाहिँ अब पटक पटक स्थानीय सरकारलाई ध्यान आकर्षण गर्दाखेरि पनि यो सडकमा चाहिँ अब सडक निर्माण अथवा पुनर्निर्माण अथवा यसको चाहिँ अब स्तर उन्नतिको लागि चाहिँ कहिले पनि ध्यान नदिएको भन्ने सुन्नमा आएको छ। यसैले स्थानीय सरकारहरूलाई चाहिँ म अनुरोध गर्न चाहन्छु, कृपया तपाईहरू चाहिँ लालपुर हुँदै आन्द्रा आउने बाटोमा आउनुहोला र यो बाटोको चाहिँ अवलोकन मूल्याङ्कन गरेर चाहिँ यसको स्तर उन्नति सक्दो चाँडो र थायी रूपमा यसमा चाहिँ लगभग पिच अथवा ढलान सडक नै बनाइदिनु हुनको लागि पनि हार्दिक अनुरोध गर्न चाहन्छौँ। यो अति नै भयो। यो हामीले अब बुद्धि आएदेखि देखेको सडक यो जस्तोको तस्तै छ। यो अहिलेसम्म पनि यो बाटोको चाहिँ विकास भएको हामीले देखेका छैनौँ। स्थानीय सरकारको पूर्ण रूपमा ध्यान जाओस् भन्ने अनुरोध गर्न चाहन्छौँ। यो लालपुर हुँदै यो आन्द्रा जाने बाटो हो। यो बाटो चाहिँ कहिले पनि निर्माण भएन, न यहाँ ग्राभल हालेको छ, न कहिले यो बाटो नै बनाउने सोच बनेको छ। यो अवस्थाको बाटो छ र दसैँको बेलामा पनि यसमा यहाँका मान्छेहरूले चाहिँ यसरी शास्ति खेपेर चाहिँ अब यो बाटो प्रयोग गरेको देखिन्छौँ। हामीले यो बाटो चाहिँ अब बच्चैदेखि हामी यो बाटोमा हिँडिरहेछौँ, तर आजसम्म पनि यो बाटो चाहिँ बनाउनु पर्छ भन्ने कहिले पनि ध्यान पुगेको छ जस्तो मलाई लाग्दैन र हामीले देखेका पनि छैनौँ। र यहाँको स्थानीय सरकारहरू अब अहिलेसम्म के गरेर बसेको छ थाहा छैन हैन। अब गाउँमा अब हामीले हेर्दाखेरि चाहिँ अब पिचहरू त्यसपछि ढलानका बाटोहरू हामी देख्छौँ, तर यो बाटो यस्तो हो जुन बाटो चाहिँ मूल बाटो हो। यो गागन खोला हुँदै आन्द्रा भन्ने गाउँ हामी पुग्छौँ र आन्द्राबाट चाहिँ अब अन्य गाउँहरू मुक्सार, चारघरे र त्यसपछि बलडाँडा भन्ने गाउँमा हामी पुग्छौँ। यो गागन खोला हो। यो गोलबजार नगरपालिका वार्ड नम्बर 1 अन्तर्गतको यो मुक्सारको आन्द्रा जाने यो बाटो। यसमा सदियौँदेखि अहिलेसम्म हामीले हेर्दाखेरि चाहिँ यो बाटोको निर्माण भएको हामीले देखिरहेका छैनौँ। र यो गागन खोला पारी पूर्वपट्टि चाहिँ आन्द्रा भन्ने गाउँ छ र यो गाउँ हुँदै बलडाँडा र मुक्सार जाने बाटो हो।